यो मकै सबैलाई मनपर्छ, तर मेरो छोरीलाई चाहिँ अति मनपर्छ है मकै चाहिँ। मकैको आइटम चाहिँ उसिनेर होस्, पोलेर होस्, मकै अब च्याख्ला होस्, जेसुकै होस्, मकै भनेपछि अति मन पराउने मेरो छोरी नपर्छ। हजुरहरूलाई कतिको मनपर्छ याद मैले पोल्दिन नि भएको छ है। नुन तताएर, तावामा नुन तताएर यसरी नुनमाथि राखिदिँदै जाने। मैले 4वटा मकै यसरी तताएर यसरी पकाउन लान्छु, पोल्न लान्छु। यसलाई चाहिँ पोल्ने हो है। यो चाहिँ पोलेको मकै चाहिँ छुट्टै स्वाद के, छुट्टै मिठो हुने होइन। उसिनेको भन्दा चाहिँ मलाई पनि पोलेकै मिठो लाग्छ। अब छोरीलाई चाहिँ उसिनेको नि मनपर्ने भएको हुनाले मैले उसिनेको पनि छु, थोरै उसिनिदिएँ। या अहिले आँपको सिजनमा चाहिँ बरफ पनि चाहिने छोरीलाई, त्यही भएर यहाँ बरफ पनि बनाइदिएँ 2टा। अनि यसरी यतिको पाक्दै गएपछि बिस्तारै फर्काउँदै जाने। र त्यो नुन छिटो तातिसकेपछि त पाक्न त्यस्तो धेरै टाइम त लाग्दैन, मजाले पाक्छ। भित्रैसम्म पाक्ने पनि रहेछ है, काँचो पनि रहँदैन। बच्चाहरूको अब जोस रहर पनि मेटियो होइन, आफूलाई पनि त्यस्तो गाह्रो पनि भएन। हजुरहरूलाई पनि खानु छ भने यसरी पोल्दा मजाले हुँदो रहेछ। अनि यसरी मैले 4वटा चाहिँ पोलेँ, 4वटा मकै चाहिँ नानीको लागि र नानीले चाहिँ अति मन पराउने भएर चाहिँ यसरी पोलिदिए पनि उसलाई दिनकै बाहिर किन्दाखेरि दिनकै किनिदिइरहनु पर्ने के, मकै देख्ने बित्तिकै मकै किनिदिसो भनिहाल्ने के। अनि त्यही भएर मैले आज चाहिँ घरमै लिएर आएर यसरी पोलिदिएँ। यसरी पोल्दा पनि भइहाल्दो रहेछ है, राम्रो हुँदो रहेछ। अब कता आगो कता के अब केही छैन होइन। यसरी पोलेर अहिले सिद्धाएँ। यसरी पोलेपछि अब यता मकै उसिनेको मकै, पोलेको मकै होइन। छोरीलाई सबै रहर पुरा भयो नि त। उसिन्दिसो भन्ने नि भयो, पोलिदिएको खान्छु भने नि भयो होइन, जे खान्छु भने पनि भयो उसको लागि। अब उसलाई आज खाजा रेडी भयो है नानुलाई। यति हो हाम्रो आज खाजा।